हेलो गुड मर्निङ एभ्रिवान। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि अहिले चाहिँ यहाँको चाहिँ 7:50 भयो, अब 8 बज्नु लाग्यो बेलुकाको। अनि मैले चाहिँ गुड मर्निङ भने किनभने नेपालमा चाहिँ अब उज्यालो हुन आँट्यो नि त, त्यही भएर। अनि आज चाहिँ मैले धेरै साहस जुटाएर भिडियो स्टार्ट गर्दैछु। मलाई भिडियोहरू ब्लगहरू त बनाउनु मन लाग्छ, त्यही पनि मलाई यो क्यामेरामा आउनु बित्तिकै लाज हुन्छ र मैले आउन सक्दिनँ। त्यही भएर अहिले पनि म धेरै लजाइरहेको छु। हुन त अहिले म एक्लै हो यो क्यामेरामा बोल्ने, म एक्लै नै छु। त्यही भएर म चाहिँ हजारौँ माझमा बोलिरहेको छु जस्तो अनुभव हुने क्या क्यामेरामै बोल्नु भने। के साह्रो गाह्रो भएको हौ। कसरी हौ तपाईँहरूले त्यति धेरै सब्सक्राइब बनाउनु भयो, 8 लाख 9 लाख कसरी आँट गर्नुभयो? मलाई त आफ्नै भिडियो बनायो अनि त्यसपछि आफ्नै भोइस मन पर्दैन, छ्या भने जस्तो हुन्छ। कतिपटक स्टार्ट गर्दै डिलिट गरिसकेको छु। अझै चाहिँ गर्छु या गर्दिनँ थाहा छैन, सकेसम्म चाहिँ लाउनै भनेको। अनि कस्तो भने अब यस्तो हुन्छ नि त, कति धेरै एक्लो महसुस हुन्छ अब परदेशको ठाउँमा। अब काममा जाँदा त काममा गइहालिन्छ, त्यो काममै धुन हुन्छ। तर कामबाट फर्केर आइसकेपछि चाहिँ आफू छुट्टी बस्नु पर्दा, छुट्टी हुँदा, अब छुट्टी नहुँदा पनि मान्छे थाकिन्छ, छुट्टी पनि आवश्यक नै हुन्छ। तर छुट्टीमा पनि अब दिनभरि त सुत्नु सकिँदैन नि त। निन्द्रा त अब मजाको अब छुट्टीको दिन त अरू बेला 8-9 घन्टा 10 घन्टा सुतिन्छ भने छुट्टीको दिन त्यसो त 12-13 घन्टा त सुतिन्छ नि त। त्यही भएर त्यतिमै निन्द्रा पुगिहाल्छ। अनि पुरा झ्याउ हुन्छ, एक्लो हुँदा अलिक गाह्रो हुन्छ। अब कति मोबाइल हेर्ने, टिकटक कति हेर्ने, अनि यसो टाइम पासको लागि भिडियो बनाऊँ भनेर ट्राई गर्दैछु। अब आफूसँग आफ्नो छोराछोरी भयो भने चाहिँ अलिक मन बुझाउने बाटो हुन्थ्यो होला। छोराछोरीले चकचक यसो नगर उसो नगर भने हुन्थ्यो होला। अब छोराछोरी पनि साथमा छैन, अब बुढा हुनुहुन्छ, बुढा पनि ड्युटी गइहाल्नुहुन्छ, अनि म त एक्लै रुममा हो। झ्याउ लागेर चाहिँ मैले भिडियो बनाउनु लगाएको छु। भनिन्छ नि आफ्नो छोराछोरीहरूसँग बस्दा चाहिँ एकछिन यो छोराछोरीदेखि टाढा बस्नु पाता कति सन्चो हुन्थ्यो भन्छ त मुखले मात्रै हो। तर छोराछोरीहरूदेखि टाढा बस्नुको लागि धेरै गाह्रो हुन्छ। उनीहरूको हरेक यादहरू आउने, टाढाहरू हुँदाखेरि त्यो मुखले एकैछिन मात्र भनिन्छ क्या, त्यो भन्ने मात्रै एकछिन। अब सँगै बस्दा चाहिँ उनीहरू चकचक गरिरहन्छ, अनि त्यसो भनिन्छ, मुखले भनिन्छ मात्रै, तर मनले एकैछिन मान्दैन। यहाँ टाढा हुँदा त झन् अरूको बच्चा देख्दा पनि धेरै याद आउने, अरूको उसको फेभरेट फुडहरू देख्दा पनि, अनि उनीहरू त त्यत्रो बच्चाहरू देख्दा पनि धेरै नै याद आउँछ। त्यही भएर लास्टै गाह्रो हुन्छ। लास्टै गाह्रो भन्ने चिज चाहिँ कति बेला हुन्छ नि, आफ्नो सन्तानदेखि टाढा बस्दाखेरि हुन्छ। हो हामी छोरी मान्छेको जात, हामी अर्का घरको जाने जात। हुन त माया त हुन्छ, आफ्नो बाबाआमाको पनि भाइ बहिनीको पनि छोडेर हिँड्दा बिहे गरेर जाँदाखेरि। तर यति साह्रो आफ्नो बच्चालाई छोड्दा जतिको गाह्रो चाहिँ मैले कहिले महसुस गरेको थिइनँ योभन्दा अगाडि। लास्टै गाह्रो हुन्छ। अब कसरी भन्ने, म जस्तै आफ्नो छोराछोरीको लागि परदेशी नभएका आमाहरूलाई पनि थाहा हुन्छ आफ्नो सन्तानदेखि टाढा हुँदा कति धेरै गाह्रो हुन्छ। हरेक चाडबाडको बेला, हरेक खुसीको दिन, हरेक त्यति बेला चाहिँ झनै गाह्रो हुने हो त्यो खुसीको दिन चाडबाडमा। तर गाह्रो त सधैँभरि गाह्रो हुन्छ, तर लास्टै गाह्रो चाहिँ झन् उनीहरूको बर्थडेमा होस्, उनीहरूको विशेष दिनमा होस्, अनि उनीहरू बिमारी हुँदा झन् गाह्रो हुने। आफ्नो छोराछोरी आफ्नै साथमै होस्, आफ्नै आँखा वरिपरि होस् भन्ने हुँदो रहेछ आमाको जात चाहिँ। हुन त बाबालाई पनि हुन्छ होला, हुन्छ बाबालाई पनि आफ्नो छोराछोरीको माया नहुने होइन हुन्छ। त्यही पनि लास्टै गाह्रो हुने।